अहिले चाहिँ म ट्याक्क रुखमा बसिरहेको अनि त्यसपछि तल बाख्राहरू तल चरिरहेको म त्यस्तो रुखमा बसिरहेको ट्याक्क लगाएर घरमा यहाँ शीतल छ हैन। त्यही हो। अब आज दिनभरिको भिडियो चाहिँ म देखाउँछु सबैलाई। आज म के गरेँ, बिहान उठेर भिडियो स्टार्ट गर्नुपर्ने त्यो नि गरिनँ के। अनि अहिले चाहिँ अब ट्याक्क लगाएर सबै कुरो बिहान गरी के गरेँ म देखाउँछु है त गाइज। अहिले चाहिँ म यहाँ बाख्रा चराइरहेको, बाख्रा बाख्री। कफी हाम्रो यहाँ चाहिँ 2टा बोट मात्रै छ। अनि यो चाहिँ पहिल्यै हजुरबाले रोप्नु भएको। अहिले चाहिँ अनि मैले भाइलाई अस्ति घर चाहिँ रोप्न लगाएको थिएँ, त्यो नि म अहिले देखाउँछु। सानो सानो धेरै त छैन, 15-20 थ्याङ चाहिँ राम्रोसँग सरेको छ अरे। त्यो चाहिँ म अहिले देखाउँछु है त गाइज। देख क्या यो केरा यस्तो विधि फलेछ नि, यति त फले छैन क्या यो। ट्याक्क लगाएर 2टा बोट छ हैन। क्या दामी छ, जुनार यहीँ छ। ट्याक्क लगाएर आमा यस्तो दामी फलेछ क्या, त्यो दामी फलेछ नि त। पुरै बोटै फलेछ क्या। अनि अर्को बोटो पनि छ। अर्को बोटो चाहिँ यता खा, केराको घारीले डिस्टर्ब हान्ने रहेछ यसलाई। यहाँ नि छ, क्या दामी छ। जुनार यहीँ भयो है। जुनार पनि पाक्न लागिसकेको रहेछ। यसपालि अलिक सानो सानो फल्यो जुनार, लोकल भनेर होला। यो चाहिँ बुटै यस्तो दामी फलेछ ट्याक्क लगाएर। यो पाकेको चाहिँ खानुपर्छ, गाउँको केटाकेटीहरूले देखेर हिँड्छन्, नत्र भने आएर खाइसक्छन्। यो ट्याक्क लगाएर अलि रातो रातो भएपछि चाहिँ अलिक मिठो हुन्छ। यही हो। अनि त्यसपछि फल्छ हैन। यो छ नि, यो धान्न नसकेर क्या पुरा लडिरहेको, पुरा ओट हालिदिनु पर्ने भएछ। यता चाहिँ हाम्रो परवेश अङ्कलहरूको निबुवा फलिरहेको। कफी चाहिँ यत्रो भयो रहेछ, यसै पालि सारे। अस्ति 1 महिना भयो सानो सानो बिरुवा त्यहीँ झरेर उम्रेको चाहिँ गरे हो। यो यत्रो भयो हैन, एउटा चाहिँ यत्रो भयो रहेछ, यो चाहिँ अलिक सानो। अनि त्यसपछि यो पनि अस्ति भर्खर सारेको, तर यत्रो फलिसकेछ क्या। एउटा यता फल्यो, एउटा उता भित्र फल्यो रहेछ। के हो गाइस, यो मर्नलाई त होइन नि। ट्याक्क लगाएर यो पनि ट्याक्क लगाएर फल्न थालेछ यसरी। यस्तो मजाले फल्छ क्या यो। हेर्नु, अस्ति भर्खर सारेको, 1 महिना पनि भएन होला, दाना हालिसकेछ है त। ल अनि त्यसपछि गाइस हाम्रो कफी रोप्ने ठाउँमा खुर्सानी पनि फल्यो रहेछ। यो चाहिँ पोहोरकै खुर्सानी हो रे। ट्याक्क लगाएर यत्रो यत्रो छ खुर्सानी। यस्तो मजाले फलेछ, ट्याक्क लगाएर पाके पनि रहेछ। टिपेर हिँड्छन्, सब झर्न लागेको रहेछ। यस्तो रातै छ। कति चितवनमा 100 रुपियाँ किलो पर्छ, यहाँ चाहिँ झरेर जान्छ हाम्रो। त्यही हो। यस्तो फलेछ, मस्त फल्यो रहेछ यार यहाँ त। उतानिर चाहिँ अघि मैले भाँचेको एउटा हो ट्याक्क लगाएर। अनि त्यही हो। अब यो गरामा अनि यो तल्लो गरा र उयो आँप भएको गरामा चाहिँ कफी रोपेछ। उयो माथिल्लो गरामा पनि रोपेछ भन्थ्यो भाइले, तर देखिया छैन। त्यही हो। अनि के गाइज, यो के हो ल भन्नु है। क्या दामी फल्यो यार। यो बेच्नु हुने भए यस्तरी फल्थ्यो होला त। मेठ नै यो बेच्न पाए त म धनी हुन्थ्यो होला, धनी।
गाइज अनि यसपालि चाहिँ हाम्रो जुनार र सुन्तला चाहिँ बुढो भयो। सुन्तला त बोटै मर्यो, जुनार चाहिँ यतिको फल्यो रहेछ। यो ट्याक्क लाएर छल्यो रहेछ, अलिक क्या दामी फल्यो। ल यो चाहिँ मर्न लाएर रुखमा नि यत्रो बिधि फल्यो क्या, ट्याक्क लाएर यस्तो लटरम्म फल्यो। यो चाहिँ दबाई नहालेरै होला, सायद दबाई नहालेर। अनि त्यसपछि यसले चाहिँ के भन्छ, यो सुन्तलाहरूले हिमाल देख्नुपर्छ भन्दो रहेछन्। हाम्रो घरबाट चाहिँ ठ्याक्क हिमाल देखिन्न, उयो डाँडोले, यताको डाँडोले छल्छ। त्यही भएर सुन्तला र ऊ चाहिँ त्यति हुन्न, सुन्तला त अझ मर्यो। हाम्रोमा यहाँ स्याउ पनि थियो, स्याउ चाहिँ यो अम्लिसोले पुरै मास्दै थियो क्या। यहाँनिर स्याउ रोप्नु भएको थियो हजुरबाले, पुरा अम्लिसो भयो उता उता। त्यही हो, यता इस्कुस, यहाँ माथि नस्पाती रुख टक्क लाएर गदबारी हो, यो हाम्रै हो। यता तलको हाम्रो खेत यहाँनिर हो। यो कटेरोभन्दा तलको ठुलो घरदेखि तल देखिएको हो। ल उता धानहरू टक्क हरियाली छ अहिले सबैतिर। तल म पढेको स्कुल सानोमा, घरमा कोही छैन अम्बा खाने है। ए अम्बा हेर्नु अम्बा त्यहाँ त्यता पढ्थ्यो यता अम्बा खाएछ यस्तो पाकेर क्या। माथिसम्म हेर्नु न, अम्बा खानुपर्ने हुन्छ, लोकल अम्बा। मिठो। ल गाउँको चाहिँ खेतबारी, हाम्रो खेतबारी एरिया यस्तो छ। यहाँ तलको चाहिँ हाम्रो खेत हो, यहाँ देखियो। यता उता पारिपट्टि चाहिँ छायाले अलि त्यति राम्रो देखिँदो रहेछ। म चाहिँ अहिले यहाँ स्कुलमा ट्याक्क बाख्रा हेर्न आएको। क्या दामी मौसम पनि छ होइन। तल धान खेत, यता तल 10 मुरे धारेथुम्की पारी ढाँडे भन्छ। अनि यता पखेटे टोटले डाँडाबारी देखिन्छ। पारी चाहिँ पालसिङको खोइ त्यो के हो। अनि उता सिने डाँडा एरिया पनि देखिँदो रहेछ। क्या दामी मौसम छ है गाइज। ल गाउँघर। ल आजको भिडियो चाहिँ अब यतिसम्म नै हाल्छु होला म, ठ्याक्क लाएर बाख्रा चराएको। अनि कफी बारी र अम्बकबारी, खुर्सानीबारी यस्तै छ। अनि धान खेततिर चाहिँ गर्मी छ, लास्टै घाम छ होइन, मरुन्जेल ठ्याक्क लाएर।